लिपुले कालापानी जग्गा फिर्ता ल्याइहाल, त्यहाँ सेना लगेर राखिदिइहाल भनेर भन्छन्। सरकारले अलिकति अगाडि विज्ञप्ति निकाल्यो, त्यसमा भारतले पनि प्रतिक्रिया दियो र वार्ता गर्न तयार छ भारत भन्ने यो समाचार आइरहेको छ। केही राजनीतिक स्वार्थ भएका व्यक्तिहरू जो एग्रेसनको राजनीति गर्न खोज्छन् उनीहरू जनतालाई उचालिरहेका छन्। कमसेकम वार्ताको लागि भारत तयार भएको छ। ल वार्ता सफल भएन, पहिला गर्ने के होला? के लड्न जाने? लड्न सक्ने क्षमता छ हाम्रो देशको? नुन तेल ग्यास तरकारीदेखि सुतुली बम, त्यो पड्का बमसम्म भारतबाट ल्याउनुपर्छ। हतियार र शक्तिको कुरा गर्ने हो भने सबै हतियार विदेशबाटै ल्याउनुपर्छ किनेर। अब भारतको मिडियाले र नेपालको मिडियाले लेखेको समाचार त विश्वास गरिन्छ होला। देशमा उत्पादन गरेको बिजुली बेच्नको लागि पनि त्यो भारतकै जमिन प्रयोग गरेर ट्रान्समिसन लाइन प्रयोग गर्नु परिरहेको छ। अलिकति अगाडि बालन सरकारले सीमा कडाइ गरेर नेपालको तरकारी बजारीकरणलाई चाहिँ प्रोत्साहन गर्दाखेरि त विरोध भयो। अब गर्ने के त? देश दह्रो बनाउनु, पहिला देशलाई आर्थिक विकास गर्ने हो। देश दह्रो भइसकेपछि गिडगिड आउँदै आउँछन् पुरै। यो संसार भनेकै पावरको भोगी र शक्तिको भोगी हुन्छ। जोसँग शक्ति छ नि उसैको भक्ति गर्छन् सबैले, चाहे भगवान होस् चाहे मान्छे होस्। शक्ति यानि कि भक्ति। त्यही भएर 5 वर्ष ढुक्क चलाउने सरकार छ। हाउदारी कुरो र बहकाइमा नआओस् सरकार। कूटनीतिक पहल चाल्दै आफ्नो देशलाई आर्थिक विकास, पर्यटन विकास र देशलाई दह्रो बनाइ उन्नति गर्दै आत्मनिर्भर बनाउँदै अनि त्यसपछि लडाउँदा। देश दह्रो भइसकेपछि यस्ता जमिनहरू सबै फिर्ता आउँछन्। हेपा प्रविधिहरू सबै हटेर जान्छन्। दह्रो बनाउँ पहिला, दह्रो।